भुइँ मटको फुटिछ। यसपछि अब हाम्रो आकाशको मटको छ बाँकी। हाम्रो आकाशै घैँटो गाई। अब यसपछि आकाशै घैँटो छ। गाइस हेर्नुहोस्, भिड हेर्नुहोस्, बौनिया बजारमा भिड। हिलो पनि हेर्ने सहरा घरका सञ्चालक आदरणीय बल बहादुर विष्टजीलाई शुभकामना मन्तव्यका लागि म आमन्त्रण गर्न चाहन्छु। र अहिलेसम्म बर्दमुरी अटो व्यवसायी समिति छ, आकाशे घैँटो फोहोर प्रतियोगितामा सहभागी हुने, त्यसै गरी पिपौवा टिम छ, त्यसै गरी बहुत गर्मी छ गाइस। आज पानी पनि परिरहेको छैन। हाम्रो सम्पर्कमा पिपौवा बसन्त मुरालीको ग्राउन्ड हो गाइस। तर गर्मी पनि साह्रै छ आज। गर्मी पनि साह्रो छ, पानी परिरहेको छैन। हाम्रो आकाशको लोन निकाले क्या कति भिड छ गाइस, एकदमै भिड। आज त हाम्रो भिडै रहेछ बौनिया बजारमा। र हाम्रो घैँटो फोहोर कार्यक्रम हो। टाढा टाढाबाट पनि आउनु भएको छ हाम्रा दर्शकहरू। धेरै टाढा टाढाबाट पनि आएका छन्। यहाँ हेर्नुहोस्, दोकानहरू लागेका छन् गाइस। हाम्रो झगरपुर रोड आज त प्याका प्याक छ, प्याका प्याक, साह्रै प्याक छ गाइस। भिडै भिड, बहुत भिड छ, बहुत भिड। आज त हेर्नुहोस् अगाडिको दृश्यहरू। हाम्रो झगरपुर रोड